हेलो साथीहरू, दर्शक नमस्कार। अहिले चाहिँ हामी काठमाडौँको दृष्टि हो। यो चाहिँ काठमाडौँ आइपुग्यौँ। अब हामी चाहिँ दोलखा घुमघामको क्रममा चाहिँ नि जस्तो छ त्यस्तै हजुरहरूलाई देखाउनलाई गइरहेको छौँ। यो रोचक यात्रा छ। अहिले चाहिँ हामी दोलखातर्फ लागेको छौँ। हामी चाहिँ किर्ने स्थित आसपास गइरहेका छौँ। बाटोको कारणले चाहिँ अलि अप्ठ्यारो भइरहेको छ। बाटो यस्तो भए पनि यहाँबाट देखिने हरियाली बर्खाको एकदम कारणले चाहिँ नि दशैंको सुन्दर बस्ती आनन्द आइरहेको थियो। बाटोहरू अलि बिग्रिरहेको छ। त्यस कारणलाई चाहिँ हामीलाई अलि असहज भयो। यहाँबाट चाहिँ नि हामी जाँदै गर्ने क्रममा पानीको झरनाहरू पनि हामी यहाँबाट देख्न सक्छौँ। एकदम अत्यन्तै राम्रो सुन्दर थियो। यसरी चाहिँ बाटोमा प्रत्यक्ष देख्न सक्छौँ। निकै रमाइलो छ। अन्तिमसम्म हेरेर साथ दिनुहोला। दोलखा आसपासको क्षेत्रमा हामी घुमघाम गर्ने क्रममा बनाएको भिडियो हो यो। हामी यहाँबाट चाहिँ अगाडि बढिसकेपछि तामाकोसी बजारमा चाहिँ तामाकोसीमा चाहिँ यस्तो दृष्टि छ। हामी यहाँबाट तामाकोसीमा चाहिँ यसरी हिँड्यौँ। निकै रमाइलो पनि थियो। यहाँबाट अब हामी हिँड्यौँ। केही समय हामी त्यहाँ बसे पछाडि त्यहाँबाट चाहिँ हामी तामाकोसीबाट हिँडिसकेका छौँ। हिँड्ने क्रममा बाटोमा देख्ने यो दृश्यहरू देखेर निकै आनन्दको महसुस भइरहेको थियो। यसतर्फबाट हामी चाहिँ तामाकोसीबाट चाहिँ मास्तिर चरीकोटतर्फ लागिरहेका छौँ। चरीकोटतर्फबाट देखिने यहाँबाट नजिक हिमाल देखिने हिमालको यात्रा हेर्दा हेर्दै हामी चाहिँ चरीकोटतर्फ लागिरहेका छौँ। यहाँको वरपरको दृश्यहरू यस्तो राम्रो देखिरहेको थियो कि साध्यै सीमा नै थिएन। तपाईँहरूलाई पनि राम्रो लाग्न सक्छ। यहाँबाट हामी अगाडि बढ्दा बढ्दा हामी चरीकोट आइपुगेका छौँ। चरीकोटको हो यो। चरीकोटको बजारको आसपास पनि निकै भिडभाड थियो। यहाँबाट देख्ने हरियाली चरीकोट बजार आसपासको क्षेत्र बजार पनि एकदम अत्यन्तै राम्रो सुन्दर रहेछ। यहाँ चाहिँ नेपालको नक्सा राखिएको रहेछ। यहाँ चाहिँ तामाकोसी भीमेश्वर जाने बाटोमा चाहिँ काठमाडौँ आउने चोकैनेर यसरी देख्न सक्नुहुनेछ। अति नै राम्रो सुन्दर रहेछ यो चाहिँ। यहाँबाट घुम्दै आउँदा हामी चाहिँ अहिले खैरढुङ्गा आसपास आइसकेका छौँ। त्यस पछाडि हामी यो जङ्गल एकदमै सुन्दर जङ्गल चाहिँ पार गरेर अहिले चाहिँ हामी साथीहरू अहिलेको लागि भिडियो यति नै। नयाँ साथीहरूले चाहिँ लाइक कमेन्ट शेयर सब्सक्राइब गरेर अगाडि बढ्नुहोला। के कस्तो लाग्यो जानकारी दिनुहोला। कमेन्टमा अवश्य पनि बताउनुहोला है त भन्न चाहँदै अहिलेको लागि बिदा हुन्छु। हस्त नमस्ते। चरीकोट के कस्तो लाग्यो सल्लाह सुझावको लागि यति नै। अर्को भिडियोमा बाइ।